सुदूरपश्चिमकी चर्चित मोडल मनिषा रावल हेलो हेलो आज हामी साथीहरु अम्बा सबैलाई खान आएका नमस्कार। छौँ। हेर म त पुरा भिडियो आज चाहिँ पानी आउने धारो छैन। हाम्रो मनिषाजीले चाहिँ अम्बा खानको लागि इन्भाइट गरेर चाहिँ हामी दया सर, रमेशजी, हाम्रो खुमन सर, यहाँ मनिषाजी हामी यहाँ आइसकेका छौँ। हेलो साथीहरु, अम्बा खाने भयो हाम्रो घरमा आउनु होला। तपाई हामी आउने भनेर थाहा पाएर चाहिँ अम्बाको रुख काटेर पुरै फालिदिएको छ। ल हेर त मान्छे काट्नु पर्यो हा। यहाँ अम्बाका दाना यसलाई इन्भाइट गर्ने आइसक्यो भने अम्बाको रुखै काटेर फालिदिने मान्छे यिनै हुन्। ल हो कि होइन सर? ए हाम्रो काका पनि यस्तरी आउँछ। कति कट्टा छ जग्गा? त्यो धेरै होइन, धेरै छैन रे। यता हेरेर भन न। यता मेरो त तेरो छ, मेरो पनि त्यति छ। अनि त्यो धेरै होइन, त्यो माथि चढेर खानु न यार तपाईँ। कहाँ चढ्ने? यो राखे यो मस्त धेरै, यो पुग्ने होइन। म त छोटो मान्छे। यो ओ दया सर त म लामा छ त यहाँ आउन। यो पुग्दैन, यो म यहाँसम्म उफ्रिनु न नि। यो उल्टो कागतिया रुखा झाँगेन पड्यो उखिरहेपछि। हो रविन्द्र पुरै पाइआन खानु सर यहाँ। त्यहाँ पुग्दैन यो के? लुलु दाइ ठुली त त्यही हेर्छ पुगेर। भने दया सर पुग्छन् कि? उसले आँखा चस्मा कहिलेदेखि लाग्यो? अस्ति आँखा दुखेर सुनेर सबकट छैनन्। सर यो गेडो है अलि दुब्लाउन लागि खानै नै खाने गयो सायद। ल हेर त खुम सर अम्बा खानु भएन? छ ल लिनु सर अम्बा दिए त। खानु भनेको पेटको लागि सफा भने नि। तर बिहानको लागि धेरै अप्ठ्यारो। बिहान अप्ठ्यारो हुन्छ। कसम भिडियो बनाउँछु म, भिडियो बनाउँछु हजुर भाइ मैले बनाइसकेँ। गाज मैले यहाँ रुख काट्ने बित्तिकै आएका समय साथीहरू भन। सर अम्बा कस्तो छ सर? मनिषाको घरको अम्बाको गेडा कस्तो छ? वाह, मानिसको अम्बाको रुख खतरा। अरे रुख खतरा नै अम्बा खतरा। सर लिनु। अरे यी खसिहाल्यो। अब नआउनु, सिद्धियो अम्बा। मिठो अम्बा वाह। अब अम्बा सिद्धिहाल्यो, कोही नआउनु होला है। हाम्रा निर्देशक रमेश विशीजीको चाहिँ आँखा यो खुर्सानीको ब्यान्डमा लागिसकेको छ है। अब कतिखेर अम्बासँग खुर्सानी खाने थाहा छैन। एक कसो काटिसकेँ मैले। ए खुर्सानी लाग्ला त। भिन्डी पनि यहाँ भिन्डी देखाओ। अब एक भिन्डी कोसा कसरी खाउँ काँचै? अब देख्छु कति मेहनती छु म, कति मेहनती छु म। त्यसैले दुब्ला हो। ल हेर त यो मोबाइल छोड्ने पनि बनाएको रसी। हेर्नु त मनिषाले यहाँ कति पैसा कमाएर छ के? मेरो घरभित्र मेरो दराजको ऐना यति ठुलो छैन, यहाँ टोइलेटको बाहिर लगाएको छ। ल हेर त यो ढोका, यो बाहिर यति ठुलो ऐना कति कमाएर छ? राख्छन् त्यो ठिक छ। यो झाड छ, यो झाडको बाजुमा ऐना के काम छ? अम्बा धेरै मिठो। अम्बा सक्यो। अब मनिषाको घरमा अम्बा खान नआउनु होला कोही पनि। अब नआउनु होला। हेर्नु है, रमेशजी पुरै कागती पनि लिएर गइरहेछन्। म देखाउँछु है। यो कसो झिल्ली हो? यो धनगढीको झिल्ली हो त यो होइन। होइन बड्डाउ ये हेर यो पाइया हैन। यहाँ पाक्या यहाँ निम्बु इमला अनि निम्बु नि हैन। है कत्रा छन्? निम्बु नि हैन। 4-5 जना लाग्यो त हो त नि। यतातिर शीतल हुँदो होला हैन? घाम लागेको बेला त सेमै त होला हैन? आँप पनि छ। कहाँ छ? रमेशजी आयो चढ्नु पर्यो बड्डाउ। हामी यहाँ पछाडि छौँ, उनी अगाडि गरेर राखिहाल्यो। अनि कति मिठो लाग्यो?
अहिले आउन आउन खुम्नु पनि यहाँ कम्बा खान नाथे मलाई त्यहाँ गर्न खानु ए मनिषा बहिनीसँग फर्स्ट टाइम घरमा आएँ कस्तो लाग्यो बाई बाई ल निकै पढे दया खुमन सर